तिमीले कसरी गर्न सक्छौ यार एउटा चेलीमाथि दुर्व्यवहार? तिमीले कसरी सोच्न सक्छौ यार एउटा चेलीमाथि बलात्कार? यदि सम्हाल्न सक्दैनौ भने आफूले आफूलाई काटेर फालिदेऊ तिम्रो त्यो अङ्ग। तर बिन्ती छ मेरो, नारीमाथि कुदृष्टि कहिले पनि नलगाऊ है। मैले त हरेक चेलीभित्र मेरी आमा देख्छु, मैले त हरेक नारीभित्र मेरी दिदी देख्छु, मैले त हरेक नारीभित्र मेरी बहिनी देख्छु। के तिमीले आफ्नी आमा, आफ्नी दिदी बहिनीलाई बलात्कार गर्न सक्छौ र? के तिमीले आफ्नी आमा, आफ्नी दिदी बहिनीलाई बलात्कार गर्न सक्छौ र? आफै सोच त। यदि कसैले तिम्रो आफ्नै आमा र दिदी बहिनीलाई बलात्कार गर्यो भने सहन सक्छौ? लास कडा रहेछ। ओए मलाई राख्दै फेरि त्यो त एक्लै सक्छस् फेरि। आज लास्ट डे थियो के म झ्याप भइसकेको छ। मलाई नि पुग्दैन। ओए साइको के गरिरहेछ यसले? जानी पाँच यति घाँटीमा लयो कहिले यति के छैन यार नगरे। बेटा अब त माल पनि सकियो यार। त्यो दाइसँग नि उधारो छ माल ल्याउनु दाइसँग नि यार। के गर्ने यार, त्यसले पनि उधारो दिन्न होला बेटा। पैसा पनि छैन के गर्ने। यार अस्ति यार सिक्रेट चोरेको झन्डै थाहा पाइनँ यार। अनि हिजो चाहिँ बाबुसँग पैसाको नाममा झन्डै गुटागुट भयो। ओए के गर्ने अब, माल कहाँबाट ल्याउने? टेन्सन नगर केटा, भोलि म म्यानेज गर्छु। अझै के पैसा मागेर ल्याउँछु कि चोरेर ल्याउँछु। केटा हो म 2-3 दिनलाई आउँदिनँ है। कहाँ जान लाग्यो र? बिहे गर्न जान लागेपछि क्या हो? कहाँ बिहे गर्नु यार, मलाई कसले केटी दिन्छ अरे यार। बाबुले बुटबल जा भनेका छन्। पसलको सामान ल्याउनु पर्ने छ अरे। 2-4 हजार झ्याप पार्छु अनि बुटो सामान लिन जाने हो त? म जानुलाई नि त। ल ल अलि झ्याप हानेस् नि फेरि। मोज गर्नुपर्छ।
घरबाट 10 मिस कल आइसकेको छ, अब जानुपर्छ। यार यसको 10 मिस कल आएरै घरबाट मार्तला फेरि मारिहाल्छ न। जानुपर्छ आज यार, रात ढिला भइसक्यो यार। उठा केटा आइया। ओए साले तैँले व्यवस्था गर्छु भने होइन, माल नभएर कस्तो गाह्रो भइसक्यो। माग त घरकाले दिए, चोरनलाई पनि भेट्छु न त के गर्छ। अनि यही भन्नु पर्थेन साला, मैले व्यवस्था गर्थेँ जहाँबाट गएर। साला साइको के को साइकल? साइको त अस्ति त यो पात कसरी हरियो भयो रिसर्च गर्दैछु। साइक गरिस् साला रिसर्च। अन्त चुरोट पनि छैन यार। त्यहाँ खुट्टा छ कि खोज्दै यार साले, छिटो खुट्टा होला कि कतै यार। भेट्यो भेट्यो। त्यो ठुलोले साला अर्को त्यो होइन खानु खै हाडमा खानु छिटो ला ए साला। ओए फुच्ची यहाँ आइज त। फुच्ची रोक भने सुन्दिन अहिले यार। ओए आइगो त्यो फुच्चीले मान्दैन यार, चाप त्यसलाई गरेर रोक्छ यार। गाडी भनेको छु के भएर किन काम छ दाइ? फुच्ची तेरो काम छैन? काम गरेर काम खाली तपाईँ मलाई पैसा चाहिएको छ 2000 रुपियाँ। भोलि फिर्ता गर्छु कि यहाँ खबर परिरहेको छ यार। मलाई 2000 रुपियाँ चाहिँ भोलि दिन्छु मैले तँलाई। झोला चाहिँ गरौँ फेरि होइन भन्दो रहेछ यार। छिटोले फिर्ता दिन्छु भनिरहेको थियो यार। पैसा त्यहाँ तपाईँले भोलि फिर्ता गर्छु, म गर्छु फेरि। ठ्याक्कै 2000 रुपियाँ रहेछ। भोलि फिर्ता दिन्छु। त अब देखिस् ताईको तागत अनि मोज गर्नुपर्छ यहाँ त्यहाँ। ए फुच्ची रोक त। के भएर यहाँ तेरो मोबाइल नम्बर हान्छ यहाँ। नम्बर त किन चाहियो? हान्न पहिले फेरि जान्ने हुन्छ। पैसा दिइसकेर नम्बर किन चाहियो? तेरो पैसा भोलि फिर्ता गर्नु परेन, फोन गर्नु परेन। हान छिटो नगराइकन जान्ने हुन्छ यार। फोन हान, त्यो नम्बर सेभ गर्दै त्यहाँ। सही नम्बर गर्दैछ नि फेरि, भर्खर चेक गर्छु नि फेरि। ल ल ठिक छ, फोन गर्छु उठाएछ नि फेरि है। त जाऊ। त्यो केटी त आएन यार आज। त्यसलाई मोज गर्ने भने फोन हान्दा त्यसलाई।
ओइ फुच्ची आज त आइनस् त हाम्रो दाइले पैसा फिर्ता गर्नु पर्यो भन्दैछ फोनै काट्यो फोन काट्यो त्यसले नआत्ते केटा त्यसलाई ताल मैले पार्छु कस्तो ताल माने फकाएर नत्र त्यसलाई जबरजस्ती भए नि गर्नुपर्छ केटा मोज भोलि चन्द्रे आउँदैछ सँगै मिलेर तिनजना मिलेर मोज गर्ने कुरो त सही मान्ने पक्कमा फोन गर्छु हामीलाई किन माया मारेको तिम्रो कस्तो नेचुरल लाग्थ्यो हामीलाई पैसा फिर्ता पनि गर्नु थियो अनि तिमीसँग रमाइलो पनि त गर्नु छ नि हामीले कसैलाई थाहा हुँदैन के पुच्छु आऊ एकछिन रमाइलो गरेर जाऊ दि के है हस् ओए पुलिस बोलाउँछु रे धेरै बाटी नभनै पुच्ची फेरि तैँले कसैलाई यो कुरो भनिस् भने नि तँलाई जहाँ भेटो त्यहीँ नाङ्गै पारेर तेरो फोटो सामाजिक सञ्जालमा हालिदिन्छु नि फेरि अनि बल्ल बल्ल भेट्छु फुर्काइ यहाँ नमान्दो रहेछ यार एक दिन त तँसँग रमाइलो गर्ने त्यसपछि तँलाई केही गर्दैन आइज फोन काटी यार मलाई कफी ओए आज ढिला भइसक्यो जाम यार हिँड यार जामे यार कहाँ जाने भन्छ पख न यार आज चन्द्रे आउँछु भन्दैछ कि चन्द्रे आउँछ र अनि सँगै त्यसलाई पनि झ्या बनाएर सँगै जाउँला कि त्यो सिक भइरह होला 2 दिन भयो त्यसले नखाएको रुख रुख एकछिन ओए चन्द्रे आ के छ केटा साइको के छ लास बस यार बस ओए ओ माय माल त यार कडा छ त यार कति धेरै हो सिक बाला भनेर टन्न राखिदिएको छ कि मोज गर सिक भएको छ यार के ल्याएको जस्तो ल पखान केटा हो म के ल्याउँछु ल ओए साइको मोज गर ल यार कडा छ ल यार के ल्याएको तैँले यस्तो के हुनु नि यार यो स्प्राइट हो नि अनि बच्चा बच्चा स्प्राइट बोकेको छ त कुवाकै ल्याउनु पर्छ नि कुवा यस्तो ल्याउँछ यार नफाल्न यार ओ चन्द्रे तँलाई एउटा सरप्राइज छ कस्तो सरप्राइज हो र भन्न भन्नु हाम्रो हिरो दाइ छ नि एउटा केटी दामी केटी जालमा फसायो मोज गर्नुपर्छ नि कस्तो मोज हो र फेरि केटीसँग कस्तो खालको रमाइलो मोज हुन्छ थाहा छैन पकमा फोन हान्छु फोनै उठ्दैन
मेरो फोन नि काटी यार हेलो खोजी आज त आऊ है अस्ति पैसा सापटी दिएको ठाउँमा रमाइलो गर्नुपर्छ ओए साइको कहाँ के गरिरहेछ यसले फेरि यता आइज है हुन्छ हुन्छ ल ओए लिनु यार मलाई पुगेकै छैन यार छैन सके छैन एक्लै छैन पुगेकै थिएन यार ओए सुन न यो सकिसकेछ यार यसको तुरीको फोटो खिच्नुपर्छ खै मोबाइलले त ओए ओए चुरोट सकिएछ यार एउटा छुटो भयो नि खोज्न लासी गइसक्यो हो न कहीँ छुटो होला यार यो पनि सायद ढलेर यार कस्तो झ्याप हुन्छ यो फेरि कस्तो मान्छ कहिले कहिले मसल लाइटर कहाँ गयो फेरि कहिले खान्छस् ल ओए हट त्यहाँ केटी आइछ यार मेरो बहिनी बहिनी यो मेरो बहिनी यार तिमीले के गरेको मेरो बहिनीलाई हामीलाई कहाँबाट थाहा आउँछ तेरो बहिनी हो भन्ने कुरा हामीले चिन्नु पर्यो नि तेरो बहिनी कहाँबाट थाहा पाउँछ त मेरो बहिनी बाहिर बस्ती घर त 5 दिन मात्रै गएर आएको सालाले कहाँबाट थाहा आउँछ हामीलाई चल चिराउनु पर्दैन सालाहरू मेरो बहिनीलाई बलात्कार गर्न खोज्ने दाइ रोक्नुस् छोड छोड तिमीलाई म छोड्दिन साला लेपर लेपर गर्दो रहेछ त सिद्धि साझ ओइ के भएर लाई यार त यो त सकियो होला यार भाग यार साला तपाईलाई दाइ के भयो तपाईलाई दाइ यो बताइरहेछ दाइ के भयो तपाईलाई बहिनी बहिनी म बाचा लाग्छ नि बहिनी मलाई मारिदियो बहिनी म मर्छु नै नै बहिनी नै नै मैले यो के अपराध गरेँ नै तिमीलाई आज के भएको भए दाइको कारण एउटा बहिनीको बलात्कार हुन्थ्यो